यतिखेर फरक मत राख्नेलाई शत्रु ठान्ने अनि फरक विचार बोक्नेलाई अपराधीको बिल्ला भेटाउने प्रवृत्ति दिन प्रतिदिन खतरनाक बन्दै गएको छ। असहमति देख्न नसक्ने मानसिकता नै आजको सबैभन्दा ठुलो रोग बनेको छ। मत फरक हुनु अपराध होइन, तर फरक मत सहन नसक्नु लोकतन्त्रकै हत्या हो। आज हामी चुनावको नाममा जसलाई गाली गरिरहेका छौँ, जसको चरित्रमाथि प्रश्न उठाइरहेका छौँ, भोलि उसैसँग एउटै समाजमा बस्नुपर्छ, एउटै बाटो हिँड्नुपर्छ भन्ने सामान्य हेक्का समेत हामीले गुमाइसकेका छौँ। आज सामाजिक सञ्जालमा गाली गरेर, होच्याएर, धम्की दिएर आफूलाई ठुलो क्रान्तिकारी ठान्न सकिएला, तर भोलि त्यही गालीले समाजको मन पोल्छ, सम्बन्ध टुट्छ र घाउ बनेर उस्तोसम्म बस्छ भन्ने सल सत्यमाथि किन हाम्रो ध्यान जाँदैन? ए मेरा विद्वान मित्रहरू हो, चुनाव आयो भन्दैमा जिब्रोमा विष हाल्ने, मानमर्दन गर्ने अनि मानवता भुल्ने अधिकार कसैलाई दिएको छैन। मत हालौँ, विचार राखौँ, बहस गरौँ, आलोचना पनि गरौँ, तर मर्यादाभित्र। याद राखौँ, चुनाव एक दिनको हो, तर समाज जिन्दगीभरको लागि। आज जसको पछाडि लागेर हामी जय जयकार गरिरहेका छौँ, भोलि समय पल्टिएला, परिस्थिति बदलिएला र त्यही जय जयकार हाहाकारमा पनि त बदलिन सक्छ। भविष्य कसैले देखेको छैन। गालीले जितिन्थ्यो भने यो देशले कहिले हार्नु पर्दैन थियो। घृणाले राष्ट्र बन्थ्यो भने हामी कहिले पछाडि पर्नु पर्दैन थियो। अब थामिनुहोस्, इतिहास साँची छ। अति र अन्धभक्तिले आजसम्म कसैलाई भलो गरेको छैन। पक्ष हुन्छ भने विपक्ष पनि हुन्छ। यो नै लोकतन्त्रको सुन्दरता हो। यो सत्यलाई स्वीकार्न सिकौँ। जय देश, जय जनता।